मलाई यो पहिला पहिला म कुनै पार्टीको पनि होइन। न म नेकपा एमालेको हो, न म नेपाली कङ्ग्रेस हो। मलाई यो राजनीति मन पनि पर्दैन र मैले लाग्छ मलाई गर्न पनि आउँदैन। अनि यसो मैले सोचिरहेको थिएँ, अहिले धेरै दुःख पाइयो यो हाम्रो केपी शर्मा ओलीको बेलामा, अथवा यो कोभिडको भनौँ अथवा के भनौँ, कसो कारणले गर्दाखेरि अहिले नेपाली जनताहरूलाई धेरै नै इकोनोमिकल क्राइसिस धेरै नै भएको छ। घरि अब सबै मान्छे विदेश गएर हो कि हाम्रो दुर्गा प्रसाईजीले भने जस्तै जुत्ता पसल छ, जुत्ता किन्ने मान्छे छैन, रेस्टुरेन्ट राखेको छ, खाने मान्छे छैन। तर यो हो कि मान्छेसँग पैसा पनि छैन, हरेक 2टा घर छोडेर एउटा घरमा मान्छे विदेशी हिँड्न बाध्य छ। अब यो सबै कुरा गर्दाखेरि अनि मैले सोच्थेँ कोही आओस् हे भगवान्, त्यसको पछि म लाग्न पाऊँ भन्ने मैले सोच्थेँ। गर्दा गर्दै दुर्गा प्रसाईजी आउनुभयो। हो ठिक छ, आफ्नो विचार हो, कसैले दुर्गा फटाओ भन्छ, कसैले के भन्छ होला, अब कसको मनभित्र को छिर्न सक्छ र। तर मलाई लाग्छ दुर्गा प्रसाई त्यस्तै साह्रै गलत पनि होइन, किनभने उनले गरिब दुखीको आवाज उठाइरहेका छन्। यो खास नेपाल कम्युनिस्ट पार्टी कम्युनिस्टको सिद्धान्त अनुसार निमुखाको सरकार भनेको कम्युनिस्ट भन्ने बुझिन्छ। तर पछि गर्दाखेरि के भयो भनेपछि पढ्न खोज्यो, पढ्न सक्दैन, केही गर्न सक्दैन, हुत्याएर भयो, कतै पनि केही भएन भने अहिले मान्छेको के छ, राजनीति बेस्ट बिजनेस भनेको पोलिटिक्स हो। अब त्यसपछि बालेन शाह आउनुभयो महानगरपालिकामा। छोटो अनुसार दिनुहुन्थ्यो, मिठो दिनुहुन्थ्यो, भर्खरको युवा, मलाई पनि धेरै मन पर्यो। भोट पनि हालियो। पछि गर्दै जाँदाखेरि अब कामहरू त हेर्दै गइन्छ, टाइम बित्दै गयो। 100 दिनको कार्यकाल भन्नुभयो, यो गर्छु त्यो गर्छु भन्नुभयो, खै खासै त्यस्तो केही देखिएन। उही हाम्रो एउटा साउथ इन्डियन फिल्ममा सीएम भरतले लन्डनबाट आएर फाइन धेरै गरेपछि डराउँछ जनता भन्ने भयो। कसैले पनि जानी बुझी कसैले पनि गल्ती गर्दैन, उसलाई पनि डर हुन्छ होइन। कोही त अब त्यस्तै खालको हुन्छ, तिनीहरूले त अब उनीहरूको त अब त्यो नै बदमासी गर्ने नै नेचरको हुन्छ। त्यस्तो बाहेक प्रायः जसो मान्छेहरूले जानी गल्ती गर्दैन।